हेलो गाइज वेलकम टु माई भ्लग र आज छु म डिस्कर्डमा यिनीहरू दुईजना केटाहरूसँग मिस्टर एडिके एन्ड मिस्टर सलिल पौडेल। आज यहाँ डिस्कर्डमा कुरा गर्दा गर्दा के गर्यो है ओ एडिकेले दुई नाङ्लो लिटरली दुई नाङ्लो आँप कहाँको आँप रे लाहुर लाहानको आँप यहाँमा र अनि के छ अरे अरू देखाएको त्यो भर्खर देखाएको कुराहरू एउटा 80 रुपियाँ देखा न अरू नि एटलिस्टमा देखा छोड्थ्यो पाए सुनपाउडी लो यति देख्यो प्लस आँप यति धेरै देख्यो अनि सलिलले जाम भन्न थाल्यो एडिकेले नि आइज भन्यो अब क्या किया जाए दोस्तो जानिन्छ साँच्चै जाने हो म त विश्वास मासु पनि छ अरे पनिर पनि छ भने त के हो ल अब भन्छ साँच्चै गइन्छ भन्छ ल ल ल हिँड्यो ल गयो गयो सो लगइन म रेन्सीलाई बोलाउनु भयो जान लाग्यो ढिलो भइसक्यो म पनि हुनु घरमा सिरियस छैन घरमा चापी लाग्यो तर दिन त होला ओके म रेडी भएँ मानिन्छ पहिला मनमा लिनु गएको छु मलाई लिएर सबजना भेट्छ मानि रहिला सुरु न ल दोस्त मेरे घूमने जाना है। हाँ चलो उठो 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 रेडी नहीं हुआ तू वो आया Wait on the last one. आज पुरै किनेर त्यही थाहा छैन कहाँ लाग्यो भनेर कहाँ जानलाई केही थाहा छैन मलाई यस्तो जोराउनु लाग्यो मान्छेले लिएर हिँड्या ऱ्यान्डम 3 बजे के प्लान रेडी भयो घुम्न भनेको यो त चट्ट परेर सर्ट प्यान्ट लाएर चिट्टिक्क परेर ह्यान्डसम भए गाई छमेश्वरी भए यति राम्रो बाटो फेरि भयो म जस्ट गइरहेको मलाई त्यही थाहा छ यार कता गइरहेको नि थाहा यार ये दिया थी यही हो फटा मान्छे Cause we're young and we're beautiful. We're the talk of the neighborhood. With our starry eyes and our fading smile. I don't think you should wait. We're young and we're beautiful. And this time I think it might be good. How are you, bro? It's a रेनकोट एडीको रेनकोट जहिले लगाएर एडिके अगेन वेलकम टु एडिकेज होम आज फर द फर्स्ट टाइम हामी म र अनमोल आउँदैछौँ एडिकेको घरमा ओहो ओ हेलो वेलकम टु एडिकेज होम ओ वाओ कितना सुंदर रूम है तुम्हारा ये तो नमस्ते कर रहा था वाह खै तिम्रो रुम हेरौँ त एडिके साथी तिम्रो रुम हो फ्यान जो कलमा देखाएको थियो नि फ्यान गाइज यही हो ल्यापटप मुसाले टोकेर हो क्या धेरै मुसाले कोही मुसा हामी आउनु रुम मिलाएको हो कि नि तैँले ए पकड़ा गए उस्तै उस्तै है कहाँ तेरो किचन चाहिँ साथी किचन चाहिँ कहाँ तिम्रो इधर कुछ तो हेर इधर कुछ तो है साथी इधर लग रहा है कुछ है ये सारा माल इधर चल का भाई यो लेज सनपापडी भयो चोकोपाई भयो मोनोक्रो भयो ओइ घर जाऊँ हामी घर जाऊँ मलाई मम्मीको भनाइ म घर जान्छु ओइ मलाई मम्मीको भनाइ म जान्छु एडिके
म त अबे जो भी जे भेट्यो त्यही कहाँ छ किचन है वाउ के हो भावे आउँदा वा आउने बित्तिकै यतिको त हुनुपर्छ के पस्क्यौ के हो र कहाँ दुईटा बाटो थियो त बाटा कता के अरे ऊ के नाङ्लो आपाल नाङ्लो खै न त यहाँ लुकेको रहेछ साथीहरू ड्रागन फ्रुट प्लस म्याङ्गोज उयो क्या दाम देखा लेकर पाल्ने त्यो सल्लीको है त्यो सल्ली खान्छ है अर्दैन क्या यहाँ यो खोल्तीमा एरिकल नहुने हजुर यो हरायो भने नपाल्छ चटक धेरै गर्दाखेरि कसो हेर हाम्रो यहाँ सुरु होला यसको त सकियो तँलाई एक्लै खानुपर्छ नि तँलाई त आहा राइस हो नि हाम्रो त खाएको खाइ साथी तिमीले अब चेयर्स ब्याज चेस गर त्यसलाई हाने मे होता तो नहीं सकता भाई मेरे होता तो उठाकर मारता भाई पटकता इसको वही धन्ने हेर्छ नि त यो रन्धन नीति अहिले लाग्यो भाइ अब त हान भाइ कसैले त हान ताकिसक्यो भाइ अब त हान्नै पर्छ भाइ ताकि वाह ल यसले हान्यो ल अब बदलाली कोई क्रिंज बात नहीं है, ज्यादा बकता है, इसे बहुत मारना चाहिए। किसे मारा चाहिए अरे तुम्हें छक्का तेरे को बता दूंगी। अरे रंजन वीडियो बना, चल वीडियो बना। मुंह तो ऐसा दिखा रहा है उसका नीचे दिख रहा है वो गिरा हुआ हूँ मैं सलीम जैसा। कहि दिएर ओए चे यसले खाइसकेको कति हत्र हुने यसलाई भाइ यहाँ त उन्न बेर मार्दिन मम्मीले भर्खर आएको बेर फेरि त्यो गर्ने त क्या मेटा कस्तो धेरै पैसा हाल्यो मैले खानु ल म केटी केटी भनेर बुझेको मान्छे अब बस खाइदिनु होला अहिले मिठो ज्यादा बनाऊ क्या यस I have freedom to speech. अरे आमा लड्डु बनाउनु नपखाइ फेरि नाच न सलिल गीत गाएर अङ्ग्रेज फाइनल्ली एउटा शब्द बोल्यो भाइ
भोलिको बाटो हामी कहाँ जाँला एडिके हामी सोह्रखुट्टे। मोमो खान जाँला कहाँ हो 16 खुट्टे मोमो खान जाँला हामी एउटा अब मलाई मन नै सलिडले रङ साइडबाट चलेर त्यसले अहिले त पानी बेला जस्तो भइरहेछ अहिले पानी परेन धन्न नआए रेनकोट ओर्नु पर्थ्यो कस्तो चला क्या ए बुटकुन जल्दी आऊ रे तिनीहरूले हेरेर मैले हेरेर मलाई त्यो एउटा डाइलग मात्रै थाहा क्या मलाई त्यो अनि तिनीहरूले भनेर क्या सही लाग्छ अन्त बुटकुन भनेर डाइलग भन्नु ए बुवा जल्दी आ जल्दी हात छोडेर तल आयो एउटा अनलाइन भन्थ्यो आइडिकेले यहाँ कहाँबाट कुन ठाउँमा यो ठाउँको नाम के हो सोह्रखुट्टे सोह्रखुट्टेमा कहिले आएन यो ठाउँमा चाहिँ एडिकेले बेच्न लाग्यो यहाँ कहाँ कहाँ कुन्त्रोभित्र लुट्छ भने त गल्ली गल्ली छिराउनु लाग्यो डराउनु थाल्यो अहिले ओइ के भयो भने मलाई बचा है ओइ के भयो भने मलाई बचा ओइ माथि के खस्यो भन्नु सक्यो भाइ एडिके यसको पता भयो ओइ कुन ठाउँमा यस्तो ठाउँमा मिठो हुन्छ त यहाँ पब्जी चलिरहेको छ जस्तो छ ओ वाउ ठाउँ त फ्यान्सी देखिरहेको ठाउँ लगेर है जा बसको नाम ठाउँ त फ्यान्सी देखेको छ त हामी चाहिँ मैले मोटी दिदीको कसैमा मोमो खाँदै हेर हेर यस्तो मान्छे यसले त्यस्तो हाल्नु त जाने क्या यसले बुफेको काम गर्नमा यसलाई हाल्नुपर्छ जस्तो बुफेमा सधैँ तिमीलाई हाफ प्लेट पुग्छ guys caught in camera he's a girl she's a girl हेर्दा हेप्यो सो फाइनल भयो कस्तो लाग्यो त रिभ्यू हेर्दा दामी लाग्यो कस्तो लाग्यो अगाडि नि मेन भन्नु कस्तो लाग्यो पसिना पसिना भइरहेको बफाउँदा त्यस्तो गाई चिकन चाहिँ ठिकै होला बुझ्यो होला त बफ किन हान्नुहोस् भेज त्यो छेउमा रोटी चाहिँ मैले एउटा किनिङ दिएको थिएँ अस्ति नै यसको घर गएर एस्ट्रोनोमिकलवाला कार्टुन टाइपको थियो एउटा कस्तो राम्रो थियो यतिकै घरसम्म थियो खै 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 निकाल अँ यहाँ खोजिरहेको थियो अघि एक्जाममा खोजिरहेको थियो हामी क्या गरे भाइ गिफ्ट नर यसको एउटा एकदम नराम्रो बान्छ गाइज यो कोही दुखी भए कोही नराम्रो भए केही सिरियस सिचुएसन छ भने यो हाँसिहाल्छ जस्तै अस्ति के भारी कलेजमा हुँदाखेरि 11 क्लासमा के भन्थ्यो भने एउटा केटी 3टा सब्जेक्ट पढ्दै थियो अनि बिचाराको रुन लाग्यो अनि सरले मेरो रिजल्ट भन्नुभयो म एउटा मात्रै फेल भन्नुभयो मलाई यस्तो खुसी लाग्यो एकवटामा म 3 मा फेल हुन्छु एउटा मलाई हाँस उठ्यो त्यो कुरा म 3 मा फेल हुन्छु भने एउटा मात्रै फेल भयो सर हेरेको हेरे त्यो केटीले के भन्यो सर हेरेको माथि हाँस्यो भन्नाले मलाई यति गाली गरी नैन्दर गाली गरी ठिक गरे त तँ गाली गरेर यो एकजना मान्छे केटी रुन ल्याएपछि एक्जाम फेल भयो भनेर त्यो मेरो साथी हो क्या फेरि मिल्ने साथी हो
यो हाँसेर बजे त अझै उसकी मुखी अगाडि गरेर कस्तो ठुल्ठुलो आवाज भाग गर्थ्यो त्यो पनि एचओडीको कोठाभित्र त्यो पनि एचओडीको कोठाभित्र झापड हान्न मात्र अलिक त हान्नु त्यो त हान्ला थिएँ मै हान्ला थिएँ मै कराएको थिएँ यसलाई हाँसे त्यो अहिले 8 बजिसक्यो हामी भर्खर निस्किरहँ मोटी दिदीकोबाट अनि सानो भाइले मोटे दाइको बाइक चलेर वा के गर्नु लास चाबी के ए माले चाबी ले त मेरो बाइक चाबी लिएन त्योसँग छ कि ले पाल यहाँ ड्युक माग्दा खुट्टै भेट्दैन ट्राई गर्दा भेट्छ होला भेट्दैन हो रातिको 8:30 बजे चिया खानी चेयर्स गर्न माथि आएर डाँडामा चढेर swimbo.com कस्तो दामी भयो क्या यहाँबाट वा सो फाइनली हाम्रो आजको दिन यसरी कन्क्लुड हुँदैछ तेरो दिनमा मेरो अनुहारै देख्छ हेरला हेर कसको ल हाम्रो चाहिँ आज कहाँ कहाँ घुम्यो यसलाई धेरै टाढो जान्छ यसलाई त पानी पर्ला यो त निस्किनुपर्छ जस्तो चाँडै नै तँ जल्दी निकल जा तुम्हारा टाइम आ गयो हाम्रो हामीसँग रेनकोट छैन दौरा छ अहिले म जान्छु अनि अहिले पुऱ्याइन्छ कि तँ बस सल्काउँ प्लिज बस्दिन छिटो सल्लिम हो कि ल ल ल भयो ढुक्क ढुक्क म त भ्लगमा बोलेको नि त्यही त घरबाट ए मेरो आउँछ हुन्छ ल त्यसैले यसको सर्ट अझैको भ्लग ल स्ट्रेट बाइट गर्ने भ्लगमा बाई बाई खै कहाँ गयो